सबैलाई जय मसीह। आजको वचन मत्ती 18:4 मा यसरी लेखिएको छ, जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ त्यही स्वर्गको राज्यमा सबैभन्दा महान हुनेछ। अनि त्यो समयमा चाहिँ चेलाहरू येशूका आएर चाहिँ सोध्नु भयो कि स्वर्गको राज्यमा सबैभन्दा महान को हो भनेर। अनि उहाँले एउटा सानो बालकलाई आफ्नो नजिक बोलाएर चाहिँ उत्तर दिनुहुन्छ, जसले अनि आफूलाई चाहिँ यो बालक जस्तै नम्र तुल्याउँछ त्यही नै स्वर्गको राज्यमा सबैभन्दा महान हुनेछ। हामीले जिउने संसारको महान भन्ने व्यक्ति चाहिँ धेरै पैसा हुने, धेरै शक्ति हुने, धेरै सम्पत्ति हुने अनि केही एउटा प्रसिद्ध व्यक्तिहरूलाई चाहिँ महान व्यक्ति भनेर चाहिँ भनिन्छ हैन, त्यसरी चाहिँ चिन्ने गरिन्छ। तर हामी जुन एउटा ईश्वरमा विश्वास गरेकाहरू है, यहाँनिर चाहिँ स्वर्गको राज्यमा चाहिँ महान हुनको लागि चाहिँ धेरै धन भएको होइन, धेरै पैसा भएको होइन, धेरै सम्पत्ति भएको होइन अनि धेरै शक्ति, राजनीतिक शक्ति भएको होइन, तर जसले चाहिँ आफ्नो हृदयलाई एकदमै नम्र बनाउन सक्छ, जसले चाहिँ बालकको जस्तै नम्र बनाउन सक्छ, त्यो चाहिँ स्वर्गको राज्यमा महान हुनेछ भनेको छ। कति मिठो वचन है, कति राम्रो वचन। अनि हाम्रो बालकहरू भन्ने साथै कति एकदम विनम्रता है, एकदम मायालु स्वभावको हैन, लभिङ, एकदम मायालु स्वभावका हुन्छन्। अनि बालकहरूलाई चाहिँ हामीले यो कुरा नभन है भने पनि त्यो कुरा भनिराखेको हुन्छ, किनभने बालकहरूको हृदयमा चाहिँ त्यो कुरा अड्डिएर बस्न सक्दैन, एकदम कोमल मनका हुन्छ। अनि आज चाहिँ स्वर्गको राज्यमा चाहिँ बालकहरूको जस्तो हृदय भएकालाई चाहिँ महान भनिएको छ। हुन्छ, सबैजनाले आफूले आफूलाई विनम्रता, नम्रता बनाउनुहोस्, किनभने हामी चाहिँ स्वर्गको राज्यको महान व्यक्तिहरू बन्नुपर्नेछ। हुन्छ, धन्यवाद। जय मसीह। आमेन।